Hi guys, it's day 15 in Nepal अनि आज चाहिँ हामी भर्खरै उठेर मुस्ताङतिर लाग्नु पर्ला जस्तो छ है खाजा साजा खाएर साजा खाजा अनि खाएर आमा चाहिँ यहाँको भिड देखेर दङ्ग परेको तिनजना मात्रै भयो के चिया खाने तिमी नखाने हेर कस्तो छ है भिड आमा 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 यस्तो डाँडामा नि छ है घरहरू यस्तो भिड गरेर क्यारा टाँग्यो ऊ टाँग्यो होला उरु तारहरू आमा 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 हेर त अब्बी भिड गरेर तार टाँगे है खम्बा गाडे है अब्बी ल्याएर दङ्ग परे दङ्ग पऱ्यो म त दङ्ग परेको हामी एकछिनको लागि रूपसाथ झर्ना हेर्नलाई रोकेको खतरा छ है खतरा छ हेर्नु त माथि झर्नमा नि सानो पछाडि जाँदा Ba, kau tahu? लेते चिया खान रोकियो Lete. चिया खाने हो बा फुन्डे हेलो लेतेमा चिया खान लाएको हो लेतेमा चिया खान लाएको हो चिया खान लाग्यो हजुर नखाने म नखाने म दर्शन गरेँ ए ल ब्रेकफास्ट रोटा अनि चिया राख्ने यस्तै चिया खाँदैछ बाले यहाँ चिया खाँदैछ बा ड्याडीले मम्मी म फर्स्ट बाइट गर्नु फर्स्ट बाइट कस्तो लाग्यो ड्याडी तातो
पोइन्टमा आयो यो ड्याडी यो ठाउँको नाम के रे ड्याडी यो ठाउँको नाम के कागबेनी भन्दा माथि रे म त्यहाँ हिमाल कस्तो राम्रो देखेको भए हजुर हजुर बसेर खिच्ने त्यतिखेर साइड वेज बस्नु न नि त साइड वेज बस्नु न नि त आउने के आउने चढ्ने के हान्दैन हेलो दर्शना याकमा चढेको नेपालको झन्डा के होला नि त्यो ढुङ्गा चाहिँ के होला नि ए विष्णुको चक्र वाउ यहाँको भ्यू चाहिँ मान्नुपर्छ है कस्तो राम्रो क्या त्यहाँ हिमाल कस्तो राम्रो थिएको फेरि गाइस अब हामी यो भ्यू पोइन्टबाट लाग्छौँ होला बट यहाँ कस्तो राम्रो लाग्यो आई थिङ्क मेरो फेभरेट जर्नी नेपालमा यहीँ मुस्ताङको हुन्छ so pretty जाडो जाडो भइरह but still so pretty हामी आइपुग्यो तर आमालाई लेक लाएर रिगाटो लायो भन्नुभयो सो आमा चाहिँ जान पान्न सकेन म सकेन लेक लायो मैले बेसी ल यहीँ बस्नु है त हजुर हामीलाई नै कस्तो जुम्मा भइरह नि आमा त नजानी भयो आमा त झन् होइन के भन्छ अरे नआउँछु भनेर अनि आँटे थिएँ है तर लेक लाएर जान मिलेन आमा चाहिँ गाडीमै बस्छ हामी चाहिँ हेरेर आइहाल्छौँ दर्शन गरेर सबैजना घोडामा चढेर जाने भयो सक्ला जस्तो छैन पछाडि हो घोडामा चढेको
हाई भन्नु यसको नाम के हो डोमा ल धन्यवाद है डोमा र हजुरलाई घोडामा बस्दा कस्तो लाग्यो डर लाग्यो मलाई त ओके म त माथि जाँदाखेरि कस्तो डर लाग्यो बालाई कस्तो लाग्यो रमाइलो लाग्यो फर्स्ट टाइम घोडामा चढिन पायो ठिकै भयो सुदीप ल बा जाने रे मम्मी मम्मी योलाई के हुन्छ अरे भने यो धारालाई के 108 धारा ल बा जानु दौड़त दौड़त जाए बा हजुर अगाडि जानु त सबै त्यो अगाडिको छोरा हामी चाहिँ मुक्तिनाथबाट यता नि ठाउँ रहेछौँ यहाँ हेर्नु पर्यो हिमालहरू अब एकछिनमा बाबा फोटो खिच्दैछ यहाँ ठुलो बुद्धको मूर्ति रहेछ उता हेऱ्यो त कस्तो राम्रो देखेको हिमाल
टोपी त्यो उस नै खोल्न मिल्छ होला यो खोल्न मिल्दैन त ए मैले हिजो त्यही यस्तै त हो नि हेरेको लाउनु त लाउनु कस्तो देखियो मम्मी बा राम्रो त देखियो नि राम्रो छ ट्राई गर्नु वा यो तल गर्ने होला नि यो यस्तो गर्ने ल खतरा देखियो त यही लिनु त टोपी लिने भए लिउँ ल बाले आफूलाई नि किन्नु भयो अनि आमालाई नि किनिदिनु भयो पोते ल धन्यवाद यसो ठिकै भयो झन् 50 रुपियाँ डिस्काउन्ट गरे मलाई धन्यवाद यति माथि हिँडेर थाकेको अवस्था जाम मम्मी जाने त नि पर्दैन यहाँ सास फेर्न गाह्रो हामी उकालो हिँडेको त्यति हो त्यही पनि सास अड्केर ल जमाउनु अघि हामी यही उकालो चढ्दा है कस्तो सासै गएको अहिलेको मान्छेहरू भएर जाँदा त ओहो कसरी जान्छ होला जस्तो लाग्छ हामी सबै सकेन यति यति है यति उकालो चढ्ने बित्तिकै सास रोकिने फिल्ममै भयो हुँदो रहेछ कहाँ भ्याउँछ एकदिन उसले भन्छ एकदिनै होइन हामी जस्तो हुँदैन त भ्याउँछ तपाईँ जस्तो जाने सट्ट हेरेर फाटे फाटिदिन्छ आमा गयो भए त गाह्रो हुन्थ्यो बुढो आमालाई घोडा हान्दा डोलीमा राम्रो हुँदो रहेछ घोडाले त त्यहीँ छोडिदिँदो रहेछ नि त ड्याडी त्यो भाइ आइपुग्यो खाँदिनु हुन्छ कि हुन्न होला न जेरी खान्छ जेरी आमा जेरी खान्छ जेरीले आधा खाऊ नि त अलिकति खान्छ होइन अगाडि नै बस्नु आमा खान्छ किन्नुहुन्न ओके हामी चाहिँ लाग्यौँ हामी मार्फा गाउँ आइपुग्यो बाबा र आमा यहीँ बस्नुहुन्छ हामी चाहिँ भित्र मार्फा गाउँ घुमेर आउँछौँ भित्र पानी पर्यो क्या सिक्तो सिक्तो वाउ हजुर गाइस अब म यहाँ थकाली ड्रेस लाउनु पर्यो ए थकाली ड्रेस लायो मम्मी लाउँदै हुनुहुन्छ मम्मी खतरा देख्नलाई
सबैले शेर्पाको लाउँछ है हामी थकालीको लागि थकालीको राम्रो भाइरल भछ नि थकाली खोज्छ थकाली राम्रो हुन्छ नि मलाई पनि थकाली लाउनु मन लाग्थ्यो झन् तामाङहरू आयो भने त उनीहरू त शेर्पातिर हेर्दै हेर्दैन झन् थकालीको बसाइ हो नि त यता त होइन र शेर्पा दर्शनमा देवी ल यता बुवा मम्मी हजुर थकाली मान्छे जस्तै देखेँ थकाली ड्रेस लाएर निस्क्यौँ अब एकछिन फोटो गरेर खाना खान जाने कस्तो लागिरहेछ कस्तो लागिरहेको यस्तै लागिरहेको अलि नजिक गएर खिच्नु नजिकै हुन्छ यहाँ माल्पा गाउँमा घुमिरहेछौँ हामी फाइनली के भन्छ अरे थकाली ड्रेसमा फोटो खिचेर खाना खान जान्ला मलाई त्यो थकाली ड्रेस पहिल्यैदेखि लाउनु मन लाग्थ्यो किनभने आई थिङ्क कबड्डीमा देखेको वेट ड्याडी त कुन गल्ली रे त ओ या होइन कबड्डीमा देखेको थिएँ कबड्डीमा हिरोइन थकाली हुन्छ क्या त्योमा देखेको थिएँ अनि मलाई त्यही दिनपछि लाउन मन लाग्थ्यो थकालीको ड्रेस एन्ड टुडे आई फाइनली गट टु हाम्रो थकाली सेट आमा कस्तो लाग्यो हजुरलाई थकाली खानु रमाइलो लाग्यो थकाली खाना त मिठो लेक लाएर भद्रकै पारेर बर्बाद हो मन्दिर जान पाइएन Hey guys, it's day 15 I think in Nepal. Well, you thought wrong because it's actually day 16 and this is editor Darsana. Today we're in Sarangkot. ए भटे के हो बाई के हो नाम This one Raka. नाम के हो उहाँलाई हेरे है कत्रो भइसक्यो क्या अनुहार Oh. थाक्यो थाके लाग्यो सैमुखको उकालो अस्ति रहेछ है यो के को उकालो रे सारङकोट सारङकोटको उकालो है लाउनु
मन्दिर आइपुग्यो कस्तो ठुलो राम्रो रहेछ सङ्कटको भ्यू अलि बादल लाग्यो है यता नि उतै जस्तो रहेछ त कतिवटा हो नि यहाँ कतिवटा होला गन्दै छ क्या ड्याडी गन्नु भा गन्नु उता नि यस्तै थियो आमा हजुर जान पाएन म गन्छु है हिजो गर्न पाएको थिएन आज गर्न पाए है आमाले यहाँ माथि छिरेर हेर्ने हो पहिला माथि जाने अनि हिँड्न सक्छ हामी नै पुग्नु पर्यो यतापट्टिको त्यो त साँगो हो यतापट्टि छ कस्तो राम्रो देखेको अब त माथि पुगिसक्यो ड्याडीहरूलाई डर लाग्यो त्यो धरारामा के धरारामा उ गर्दा त यो होइन नि सानो देख्छ घर त माथि जाँदा जाम अझै एउटा बाँकी छ नि ड्याडी डर है डर गाडी त सानो सानो रहेछ घरको सबै बार छ धरारा नि घुम्न नसकेर पहिला पुरानो धरारा नि बिहान नजाने कि नानी है अँ बतास आउने बिहानको त रमितै बतास आउने आँखै हेर नहुने ऊ त्यहाँ यति मात्र खुले रहेछ के हो है
लागेन ऊ हिमालदेखि है यति त्यो फरक नि है पोखरा त घर कि काठमाडौँ त कुचुक्क होइन ड्याडी डरा खा क्या जान्न जान्नु त्यहाँ डिलमा जान्न लाग्छ क्या मलाई जान्न केही छैन सिधै तल छ मम्मी ड्याडी डराएको हेर्नु न भाग्यो ड्याडी त हामी सालङकोटको डाँडा हेरेर नि भ्याइयो है आमा सालङकोटको डाँडा हेरेर नि भ्याइयो है हामीले अब कतै हेर्नु छ खै अब ड्याडीले कता लिएर जान्छ हामीलाई अब सालङकोटकोमा सबैभन्दा अर्को ठाउँ रहेछ है हेरियो जतिसुकै अब कता कता हेर्ने हो ड्याडीले लिएर के जान्छ को काममा थपक्कै बसेर अहिले त ओके गाइस ब्रेकफास्ट टाइम अनि आमा हामी के खाने हो ब्रेकफास्टमा जेरी पुरी तरकारी जेरी पुरी तरकारी म त तरकारी नखाने ए ओके जेरी पुरी मात्रै खाने ओके तिमी तरकारी नि खाने खै के गर्छु थाहा छैन थाहा छैन यहाँबाट कस्तो राम्रो देखेको भ्यू केबुल कार हिँड्ने होइन अहिले है त्यहाँ केबुल कार त बनाउँदै रहेछ मान्छेले बनाउँदैछ के भएर रोकियो पनि तालको उसमा यो चाहिँ सिसामा हिँड्ने त्यो हातमा चाहिँ चढ्यो उसै हातमा चढेर हिँड्ने हो छ्या नहिँड्नेमा त डर लाग्छ नि मम्मी ड्याडीलाई खेलाइदिनु न हात चाहिँ यत्रो रहेछ ड्याडी डर पोको म त लास्टै डर लाग्छ यो चाहिँ फिक्स रे यो फिक्समा गएर खेल्ने म त चढ्दिनँ केही नि आमा चढ्ने हो फिसमा त जान सकिन्छ होला है सक्छ म त डर लाग्यो टिकट चाहियो यो घुम्नेमा जानु न फोटो खिच्छौँ क्या बेल लगाउँछ छ्या नघुमाउने हुन्छ डराउँछ र ल ल ल यहाँ माथि दुईजना सँगै जान नि मिल्छ है दुईजना दुईजना सँगै जानु तपाईँ कति वर्ष धान्छ जान्छ 500 वहाँ दुईजना जान्छ ल जानु तपाईँहरू आँटे टिकट यहीँ हो नानी तर बाबा जा 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 दर्शन त ऊ खेल्ने मान्छे अनि कोबाट डराउँछ ड्याडीलाई हालिदिने हो कि ड्याडीलाई एक्लै जान्छ बा ल ल ल ड्याडी जान्छ अरे ल ड्याडी ड्याडी र मा न ड्याडी 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 हाइट लाग्छ क्या न ड्याडी जाने जान त बेल बाँध्छ तपाईँ डराउँदो रहेछ नि त ट्राई गर्नै हाल्नु
हेलो के छ आँटे है बाबा र आमा ओ माई गड मलाई त डर लाग्यो हजुरलाई देखेर यहाँ त हामी नै जान पाइन्छ हैन भाइ हेर्नलाई जान मिल्छ होला नि त पाइयो नि त यहाँ माथि डाउन बिस्तारै हो क्या ओके कहाँ भएको आमा र बाबा आँटेको हेर त्यत्रो अग्लो ऊ त्यहाँ हो कि तिमीले भनेको पार्क त्यो पार्क हो र त्यो मैले कहिले भने त्यस्तो पार्क एक्सर्साइज गर्ने पार्क थियो सम्राट मगर आमा रेडी 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 पोजिसन मलाई त हजुरहरू देखेर डर लाग्यो हो त्यो यसरी हेर त आमा यसरी घुमाएर आउँदा उता हेर्दा डर लाग्दैन नहेर्ने यता तिमीहरूले गराउन के एकअर्कालाई समातेर बस्नु है ड्याडी हजुर नबोल्नु हजुरलाई झन् डराएर गएन अलग्गै जानु है आमा कता बानी माछ खाँदै आउनु पर्ने हेरेन अबे आमा त्यही जानिस बा सक्छ तिमी केला नि अनि सक्छ आँटेर आउँछ त नि त्यत्रो खानाका फोन आमा बा अहिले जाला के अहिले जाउला अहिले ऊ आएपछि जानुपर्छ त्यस्तो फनाका उँधो फन्काएर ल्याउने हो नि हो त्यो त फन्काउने त्यसले त्यहाँ डर लाग्यो म त सक्छु भनेर यहीँ जान नि सक्दैन यो हातमा उ हेर न तल सक्दैन यो मान्छे सक्दैन भयो दिँदैन भयो भयो कता फुकाउने यसै आँट पका अहिले भुकाउँछ होइन डर नभर्छ बाउ त यहाँमा आँटेको बाबा आँटे है बाबाले सक्छ है बाबाले सक्छ म नि पहिला त के जस्तो लाग्थ्यो म चाहिँ त हाइट लाग्ने भनेर डर लाग्यो बाउलाई डर लाग्यो डर लाग्यो नि त लाग्दैन नजाऊ के लाग्ने अघि नै घटिसक्यो नि फसाङ फुसुङ होला कता गयो त्यो भाइ त डर आएर गयो फुकाइदेऊ न योलाई अहिले म पनि फुकालिदिनु रे एकछिनमा है आमा ल बा चढ्यो है बा चढ्यो बा मात्र हो क्या नडराउने यहाँ राख माथिबाट हजुर यहाँबाट यी आम त्यहाँबाट जाउँ फर्किदियो ए हुन्छ ल दाउलो फुकाइदियो कता भाइको डर आयो ल यहाँबाट यो चलाइदिनु रहेछ यालु त फोटो खिच्यो मम्मी फोटो खिचिदिनु त कति कालो देखेको पानी घाम लाएर उता काम यता पऱ्यो ल भयो आमा हजुर अहिले त जान मन लाग्यो क्या लागेन डर आयो भयो भाइ डर लाग्छ फर्कियो बा फर्कियो किन बा डरा जस्तो लाग्यो मलाई त के ठाउँ अरे रे भाइ हेलो खेल्दिनँ म त डर लाग्यो खेल्न सक्दैन किन्नु सक्दैन लाइ पुग्न लाग्यो बा
त्योबाट डर लाग्दैन तिमी जस्तो पनि डराउनै पर्दैन केही हुँदो रहेछ ओ माइ गॉड म त यता तल हेर्दा नि डर लाग्यो ओ सातो लगाऊ भाइ ल आइपुग्यो है बा लाउनु अलग गरी एकदम कायदा भयो बा डरा जस्तो देखेको थिएँ ल ओए लिएँ म ल्याइयो बालाई डर लागेन डर लागेन एकदम रमाइलो भयो सबै देखेँ नि हजुर तल हेरेकै देखेन मैले त मैले तल हेरेको थिएँ नि त्यसको सिँढीबाट कति लिन्छ नि ओके गाइज हामी चाहिँ अब यो टापु रेस्टुरेन्टबाट लाग्छौँ है guys, as you can see, मैले गाडीमा छु because we're heading back to Neta and I'm very tired किनभने हामी लेक साइडतिर अनि कता अरे मम्मी त कता अरे शपिङ गर्न गएको महेन्द्रपुल लेक साइड या त्यतातिर शपिङ गर्न गएको थिएँ तो हिँड्दा हिँड्दा I'm very tired Finally, Neta आइपुग्यो राति भइसक्यो and I'm tired. Guys, भर्खरै घर आएर पोखराबाट ड्याडीले आज चाहिँ मासु बनाउने रे ड्याडी के को मासु हो यो बुङ्गुरको मासु कताबाट लिएर आएको अरे यो पोखराबाट पोखरा स्पेसल धुन है ड्याडीको कुकिङ स्पेसल आज चाहिँ होइन बङ्गुरको हामी नेता आइपुग्यो नानी हेर गाउँ तरकारी पकाउनु लाने भयो भर्खर आएको आइपुग्दा उठ्थेन कि लाउँछ अझै उठिसक्यो फोटो अब उठिसक्यो दादा हेलो कस्तो भएर पकाउँदा एकदम रमाइलो भइरहेको छ सबैजना छ अनि दुई घरको अनि यहाँ रमाइलो भइरहेको छ मिठो बन्छ कि के गर्छ होला एकदम मिठो म पोखरा पकाउने मान्छेले पनि भन्नु मिल्छ त पोखरामा खाएको भन्दा मिठो बनाइदिन्छु बा कस्तो लाग्छ कस्तो हुन्छ अरे कस्तो हुन्छ जस्तो लाग्छ अहिले कस्तो पकाउनु हुन्छ अरे मिठो बनाउनुहुन्छ आमा हजुर कस्तो लाग्छ कस्तो हुन्छ होला मिठै पकाउनु हुन्छ होला जस्तो लागिरह अहिले खाएपछि थाहा हुन्छ अन्त यता आमालाई जो छोराले पकाएको होइन पोखरा पकाएको ए हजुरले नि खा त मैले खाएन अहिले पोखरामा बस्दाखेरि खाएन ए पोखरा त खाएँ उता बालाई बाजे खानु ए बाले खान मिल्दैन आमालाई कस्तो लाग्छ छोराले कस्तो पोखराबाट त सुँगुरको सेकुवाला गीत ल्याइदिएको है मिठो लाग्यो छोराले चाहिँ कस्तो बनाउँछ जस्तो लाग्यो अहिले चाखेपछि थाहा हुन्छ है ल हेरौँ मम्मी चाहिँ कस्तो लाग्छ ड्याडीले बनाएको कहिले मिठाई बनाउँछ कहिले त खानै नन बनाउँछ बाबा दम्काइसके बात भइसक्यो यता आमाले बल्ल सुरु गर्दैछ पकाउनु भन्छ नि हो मिठो लाग्यो मिठो लाग्यो
बाला कस्तो लाग्यो यो त कोहीले पनि पाएन क्या बाउ कस्तो लाग्यो कस्तो लाग्यो भात ठिकै मिठो त नलायो मिठो त लायो नि मिठै छ ए आमा ट्राई गरिहाल्नु त बस्न खाएको म त ल ट्राई गरिहाल्नु न कस्तो रहेछ छोराले पकाएको ए रमी चाहिँ मिठो यत्रो 7-8 वर्षमा मेरो छोराले पकाएको खाएको ल खानु खानु मासु हालेर हजुरले मासु चाहनु न भनेको कस्तो छ मिठो ड्याडीको चाहिँ आएन अहिले भात ड्याडी हजुरलाई आफूले पकाएको मासु कस्तो लाग्यो त हो र आफैले आफ्नो बारेमा त्यस्तो भन्नुहुन्छ Okay. Okay guys, that was day 15. I guess I think daddy ko masu mithai bothe. I'm not gonna eat it. Kinani mero pet tammai cha. And I'm gonna go get ready to sleep. Kinabhani ajako day was very long. So see you tomorrow. हेर त भिड कस्तो छ अब यता माथि नचला भन्छ है त्यहाँ गएर है यहाँ तल चाहिँ खोला रहेछ काली खोला रे यसको नाम रातभरि कराएर है सुन्दर रहेछ रुमबाट रातभरि कराएर डिस्टर्ब गरेको काली खोलाले है कराएर र पहरा पछि आमा ओ माथि तर दुईटा मान्छे उभिएको क्या ओ माथि उभ्याएको रुखको झर्ना हेर्दा त रुखको झर्ना है 100 छ 100 मसँग छ ओ के बस ल बाले पोते किन्दै गरे अम्मालाई अब बर्फा आएर बर्फा है नाम कस्तो लाग्यो दर्शना ड्रेसअपमा कस्तो लागिरहेछ त्यति एउटा जाबो हात हेर्न आयो हामी अहिले चिकनको हात जस्तो छ नि हो त्यही हेर्न आएको अहिले हामी ओके गाइज हामी चाहिँ होइन आउनु टिकटक बनाउने बाउ अलिक ढिलो बोल्नुहुन्छ क्या बेड ढिलो छ